यति बेसी फलेको आलु अम्बो यस्तो त कहिले फलेको थिएन हौ एभ्रीवान फेरि पनि म ग्रिन हाउसमा आइसकेको छु यहाँ देख्न सक्नुहुन्छ मेरोमा फुल्लुङ छ अनि यो काँटा अब चाहिँ म यहाँ मेरो आलुलाई चाहिँ खुनिहाल्ने अलिकति थियो नि त त्यो कमिला पुरा परिराखेको रहेछ अनि बरु होस् खुनिहाल्छु भनेर चाहिँ आज म स्कुलबाट आएर एकछिन रेस्ट गरेर लुगा पनि फेरेको छुइनँ जस्तो छु त्यस्तै यहाँ अब आलु खुनेर बादमा चाहिँ नुहाउने सो त्यही भएर चाहिँ म लुगा पनि फेरेको छुइनँ अब चाहिँ म आलु खुन्छु है छ कि छैन हेरौँ है त गाइस हेर्नुहोस् त है यसरी कमिलाले खाइदिएको छ हो छैन यो लगेर पनि के गर्नु यहाँ हेर्नुहोस् ल अब यसको बोट भयो आलु चाहिँ यस्तो फेदमै सबै यस्तो भएको छ के गर्नु यस्तो चाहिँ के मेरो आलु यो पालिको छैन अहिले कति फल्यो तपाईँहरूलाई लास्टमा देखाउँछु ल म खुनिहाल्छु भने त हेर्नु न सबै खुनिसक्यो होइन आलु कति निस्क्यो भन न आलु त कस्तो हाँस उठ्दो कस्तो रिस उठ्दो हो न के भन्नु अब यसलाई अब यहाँ क्यारोटको पनि हेर्छु है त बोराको छैन एउटा पनि छैन पुगेकोहरू मात्रै कमिला हेर्नुहोस् त यहीँतिर कुदिरहेको छ एउटा पनि चाहिन्छ आलु त होइन न कहाँ गयो मेरो आलु कस्तो हाँस पनि उठ्दैछ हो रिस पनि उठ्दैछ कस्तो रिस उठ्दा यति बेसी कमिला परेको छ हेर्नु न कमिला कुदेको यहाँ मलाई सबै चिरिसक्यो अब गएर नुहाउँछु गरम मात्रै भयो एउटा पनि फलेन साँच्चै होइन लोदर यति बेसी रोपेको आलु चाहिँ के भएको भन्नु कस्तो लाग्यो गाइस मेरो